फेसबुक कन्टेन्ट मोनिटाइजेसन यदि यसको चाहिँ तपाईँहरूको फेसबुक प्रोफाइल या त पेजमा सेटअप या त एक्टिभेटको अप्सन आएको छैन भने तपाईँहरूले चाहिँ 1-2वटा सेटिङहरू चाहिँ अन गर्नुपर्ने हुन्छ, जसको कारणले चाहिँ त्यो अन गरिसकेपछि तपाईँहरूलाई सेटअपको अप्सन आउँछ या त तपाईँहरूले त्यो सेटिङ अन गर्नुभएको छैन भने चाहिँ तपाईँहरूलाई मोनिटाइजेसनको सेटअप दिँदैन। त्यसको लागि चाहिँ तपाईँहरूले अब कस्तो पनि हुन्छ भन्दाखेरि कसैलाई 10,000 फलोवर्स अनि 3 लाख अथवा 1.5 लाख भ्युज पुऱ्याएर पनि मोनिटाइजेसनको सेटअप दिएको हुँदैन भने कसैलाई चाहिँ 1000 फलोवर्स 500 फलोवर्स भएकोलाई पनि फेसबुकले चाहिँ कन्टेन्ट मोनिटाइजेसनको चाहिँ सेटअप दिइराखेको छ। त्यसको लागि चाहिँ तपाईँहरूले यो साइडमा देखाए जसरी तपाईँहरूले सेटिङ स्टेप बाई स्टेप अन गर्नु होला। र मोनिटाइजेसनको अपडेट हेर्नलाई चाहिँ तपाईँहरूले सबैभन्दा पहिला आफ्नो प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसकेपछि तपाईँहरूको त्यो प्रोफाइलमा चाहिँ ड्यासबोर्ड भनेर देखाएको हुन्छ। त्यो ड्यासबोर्डको अप्सन तपाईँहरूकोमा आएको छ कि छैन। यदि तपाईँहरूकोमा ड्यासबोर्डको अप्सन देखाएको छ भने तपाईँहरूको फेसबुक प्रोफाइल चाहिँ प्रोफेसनल मोडमा एक्टिभेट छ र त्यसमा चाहिँ तपाईँहरूको एड फ्रेन्ड अथवा फ्रेन्ड मात्रै त्यो ड्यासबोर्डहरूको अप्सन देखाएको छैन भने चाहिँ तपाईँहरूले प्रोफेसनल मोड चाहिँ अन गर्नै पर्ने हुन्छ फेसबुक मोनिटाइज गर्नको लागि। र त्यसको लागि सबैभन्दा पहिला तपाईँहरूले चाहिँ माथि रहेको 3 डटमा क्लिक गर्नु होला, प्रोफाइलको 3 डटमा। त्यसपछि हल्का स्क्रोल गरेर तल गइसकेपछि तल तपाईँहरूले देख्न सक्नुहुन्छ प्रोफेसनल मोड या त प्रो मोड। अलग अलग डिभाइसमा अलग अलग तरिकाले देखाउँछ, दुइटै एउटै हो। प्रो मोड भने पनि प्रोफेसनल मोड भने पनि त्यसको लागि चाहिँ तपाईँहरूले त्यो प्रोफेसनल मोडमा क्लिक गर्नु होला र त्यहाँनिर नेक्स्ट गर्दै जाने ओके गर्दै जाने त्यो अप्सनहरू आउँछ, त्यो सबै ओके गरिदिनु होला। र त्यसपछि ब्याक आफ्नो प्रोफाइलमा आउनुहोस्। आइसकेपछि चेक गर्नुहोस् त्यहाँ तपाईँहरूको ड्यासबोर्ड देखाएको छ कि छैन। र ड्यासबोर्ड देखायो भने तपाईँहरूको प्रोफाइल चाहिँ अलरेडी प्रोफेसनल मोडमा गइसक्यो, अपडेट भइसक्यो। र तपाईँहरूले त्यो ड्यासबोर्डमा क्लिक गर्नु होला। ड्यासबोर्डमा क्लिक गरिसकेपछि यता कुनामा साइडमा तपाईँहरूले एउटा मोनिटाइजेसन भनेर लेखेको हुन्छ, त्यो मोनिटाइजेसनमा गएर क्लिक गर्नु होला। र क्लिक गरिसकेपछि तपाईँहरूले त्यहाँभित्र अरू अप्सन देख्न सक्नुहुन्छ, स्टार, ब्रान्ड पार्टनरसिप अनि सबैभन्दा अलिक तलतिर हुन्छ कन्टेन्ट मोनिटाइजेसन। हामीलाई चाहिने भनेको त्यही कन्टेन्ट मोनिटाइजेसन हो। र तपाईँहरूले चाहिँ त्यो कन्टेन्ट मोनिटाइजेसनमा चाहिँ तपाईँहरूलाई सेटअप दिएको छ भने तपाईँहरूले डाइरेक्ट इजिली तपाईँहरूको एक्टिभेट गर्न सक्नुभयो। त्यो कन्टेन्ट मोनिटाइजेसनमा क्लिक गरेर हेर्दाखेरि भित्र तपाईँहरूलाई क्राइटेरिया दिएको छ भने तपाईँहरूले त्यो क्राइटेरिया चाहिँ कम्प्लिट गर्नै पर्ने हुन्छ। र यो क्राइटेरिया चाहिँ कस्तो छ भन्दाखेरि 10,000 फलोवर्स र 1.5 लाख भ्युज अथवा 3 लाख भ्युज तपाईँहरूले कम्प्लिट गर्नुपर्ने हुन्छ। र त्यो कम्प्लिट गरिसकेपछि पनि तपाईँहरूले चाहिँ यसमा चाहिँ ग्यारेन्टी हुँदैन कि तपाईँहरूले मोनिटाइजेसन पाइहाल्नुहुन्छ भनेर, त्यसमा कुनै ग्यारेन्टी चाहिँ छैन। त्यसमा चाहिँ इन्भाइट ओन्ली मात्रै हो। तपाईँहरूलाई चाहिँ फेसबुकको तर्फबाट तपाईँहरूलाई इन्भाइट आउनुपर्छ अनि मात्रै तपाईँहरूले मोनिटाइज गर्न सक्नुहुन्छ। तर कस्तो पनि मैले भेटिरहेको छु भन्दाखेरि कसैको 500 फलोवर्स कसैको 1000 फलोवर्स भएकोलाई चाहिँ मोनिटाइजको सेटअप अप्सन दिएको छ। यसरी फलोवर्सै कम नपुर्याई अनि भ्युजहरू नै कम्प्लिट नगरी पनि सेटअपको अप्सन चाहिँ दिएको छ। तर यो भनेको चाहिँ एकदम थोरै मान्छेहरूलाई मात्रै दिएको छ। सो आजै गएर चेक गर्नुहोस् तपाईँहरूलाई सेटअपको अप्सन दिएको छ कि छैन र कमेन्ट गर्नु तपाईँहरूकोमा छ कि छैन। थ्याङ्क यू।